यो पृथ्वीमा हामी के हुनु अनुमति दिने, हाम्रो घरमा, हाम्रो समाजमा, देशमा, यो संसारमा हामीले केलाई अनुमति गर्ने, केलाई हामीले अनुमति नदिने, बान्ने केलाई फुकाउने, त्यो अधिकार र अनुमति परमेश्वरले हामीलाई दिनुभएको छ, उहाँको चेलाहरूलाई। र तपाईँ र मेरो जिम्मेवार हो यो आत्मिक योद्धा भएर आत्मिक संसारमा हुने युद्धमा हामीले सक्रिय रूपमा भाग लिनै पर्छ। तपाईँले जब समस्या देख्नुहुन्छ, समस्यालाई नबढाउनुहोस्, समस्याको विषयमा तपाईँले चर्चा नगर्नुहोस्, बढी समस्याको विषयमा बढी तपाईँ मनन नगर्नुहोस्। तपाईँले एउटै कुरा गर्नुपर्छ, त्यति बेला यो कुरा मैले स्वर्गीय स्थानमा बाँध्नुपर्छ र ज्योतिको संसारबाट मैले यसको समाधानलाई रिलिज गर्नुपर्छ भनेर। तब मात्रै तपाईँ र मेरो जीवनमा फल हामी देख्न सक्छौँ। जब बेबिलोनियन साम्राज्यको अन्त्य हुन्छ, त्यस पछाडि नयाँ साम्राज्य सुरु हुन्छ, त्यसलाई फारसको राज्य भनिन्छ। त्यो साम्राज्यको राजाको नाम कोरेस हुन्छ र कोरेसको तेस्रो शासनकालमा दानिएल कहाँ एउटा दर्शन परमेश्वरबाट आउँछ। त्यो दर्शन एउटा युद्धको बारेमा थियो, तर त्यो युद्ध यो संसारको युद्ध नभएर त्यो स्वर्गीय स्थानमा हुने युद्ध थियो। जब दानिएलले 3 हप्तासम्म आफ्नो शरीरमा उसले तेल नघसिकन शोक गरेर समय बिताउँछ, उसले आफ्नो घरनाको लागि परमेश्वरमा बिन्ती गरेको हुन्छ अनि उसले गरेको बिन्तीको प्रत्युत्तरमा परमेश्वरबाट एकजना उत्तर लिएर आउनु हुनेलाई दानिएलले आफ्नो दर्शनमा देख्नुहुन्छ। तर जब दर्शनमा उहाँ प्रकट हुनुहुन्छ अनि उहाँले दानिएललाई यसरी भन्नुहुन्छ, नडराउ दानिएल, तिमीले आफ्नो मन समाजतिर लगाएको र तिम्रो परमेश्वरको सामु आफैलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै तिम्रो शब्दहरूको त सुन्याइ भएको थियो र म तिनकै प्रत्युत्तरमा आएको पनि छु। तर फारस राज्यको राजकुमारले मलाई 21 दिनसम्म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्ये एकजना मिखाएल मलाई मद्दत गर्न आए, किनभने फारसको राजासँग म त्यही नै रोकिए। यो घटना शारीरिक रूपमा भएको थिएन, यो घटना आत्माको संसारमा अथवा स्वर्गीय स्थानमा भएको थियो, जहाँ हाम्रो आत्मिक युद्ध हुने गर्छ। अनि दानिएलको प्रार्थना पनि सुरुकै दिन सुनाइ भए तापनि तर 21 दिनसम्म स्वर्गीय स्थानहरूमा विरोध गरिएको छ फारसको राजाले। वास्तवमा फारसको राजा पृथ्वीमा हुनुहुन्थ्यो, तर उहाँको आत्मा स्वर्गीय स्थानमा देवलासको शक्तिहरूसँग मिलेर विरोध गरिरहेको थियो। तर जब माइकल स्वर्गदूत ल्याएर युद्ध लड्नुहुन्छ, त्यहाँदेखि त्यो प्रत्युत्तर लिएर दानिएलको दर्शनमा उहाँ प्रकट हुनुहुन्छ। फेरि दानिएल 10:20 र 21मा यो कुरा देख्छौँ, यसकारण तिनले भने, म तिमी कहाँ किन आएको छु, तिमीलाई थाहा छ? फारसको राजकुमारको विरुद्ध लड्नलाई म छिट्टै फर्कनेछु र जब म जान्छु ग्रिसको राजकुमार आउनेछन्। इतिहासलाई हामीले हेऱ्यौँ भने बेबिलोनियन साम्राज्यको अन्त्य पछाडि फारसको राज्य आएको छ, जसलाई द किङडम अफ पर्सिया भन्छ। तर जुन चाहिँ दानिएलले देख्नु भएको दर्शनमा एउटा युद्ध हुने कुरा भइरहेको छ अनि त्यो युद्ध हुँदाखेरि त्यहाँ फारसको राज्य हटाएर त्यहाँ अर्को ग्रिसको राज्य आउँछ भनिरहेको छ। वास्तवमा यो पृथ्वीमा हुने हरेक घटनाहरू चाहिँ आत्मिक संसारमा हुने युद्धको फल हो। हामी यो भन्नु सक्छौँ, यदि आत्मिक संसारमा युद्ध जित भइरहेको छ भने हाम्रो यो पृथ्वीमा हामी जितलाई देख्छौँ, तर यदि आत्माको संसारमा स्वर्गीय स्थानमा हामीले हाम्रो आत्मिक युद्ध हारेको छौँ भने त्यसको फलस्वरूप हामी यो पृथ्वीमा हारलाई देख्न सक्छौँ। र अन्त्यमा त्यस्तै नै हुन्छ। जब दानिएलको प्रार्थनाको उत्तर लिएर आउनुहुने जब फर्किनुहुन्छ र त्यहाँ एउटा स्वर्गीय स्थानमा फेरि युद्ध हुन्छ, माइकल स्वर्गदूत र अरू स्वर्गदूत मिलेर फारसको राजासँग युद्ध गरिन्छ अनि त्यो युद्धमा फारसको राजा हार्छ। त्यस पछाडि नयाँ राज्य आउँछ, त्यसलाई ग्रिसको राज्य भनिन्छ। इतिहासमा पनि हामी यो कुरा पाउँछौँ कि 334 BC-मा फारसको राज्य हटेर नयाँ राज्य ग्रिसको राज्य आउँछ। यहाँबाट हामीले यो कुरालाई गम्भीरतामा हामीले लिनुपर्छ। परमेश्वरले जब ख्रिस्टमा हामीलाई धर्मी बनाउनु भयो, ख्रिस्टमा हामीलाई चुन्नुभयो र उहाँको राज्यमा हामीलाई नागरिक बनाउनु भयो, त्यो दिनदेखि नै त्यो आत्मिक युद्धमा हामी सहभागी भएको छौँ। र यो युद्ध जुन आत्मिक संसार अथवा स्वर्गीय स्थानहरूमा भइरहेको छ, यो युद्धमा तपाईँ र मेरो पनि ठुलो हात र सहभागी हुन्छ। यसैले नै परमेश्वरले दिनुभएको हात हतियारको विषयमा पावलले एफिसीको किताबमा भन्नुभएको छ,
हामीलाई हात हतियारको विषयमा ज्ञान मात्र होइन, तर अब हामीलाई यो पनि थाहा हुनुपर्छ हाम्रो युद्ध कहाँ हुन्छ, यो कति भयानक छ, कतिको यो रियल छ र हाम्रो जिम्मेवार यसमा कस्तो छ भनेर हामीले जान्नु नै पर्छ। र त्यो कुरा आज हामी हेरिरहेको छौँ। यदि तपाईँ र म सोध्छौँ देखिँदैन, सायद त्यो रियल होइन होला, हामी महसुस गर्नु सक्दैनौँ, छुनु सक्दैनौँ, सायद त्यो रियल होइन होला भनेर, तर हामीले यो कुरा जान्नुपर्छ अदृश्य कुरा भए तापनि, तर त्यो अदृश्यमा यस्तो कुराहरू हुन्छ जुन कुरा दृश्यमा प्रकट हुनुभन्दा अगाडि नै त्यहाँ हुन्छ। यसैले गर्दाखेरि स्वर्गीय स्थानमा हुने युद्धलाई हामीले हल्का लिनु हुँदैन। यसमा हामीले जिम्मेवार लिएर हामीले युद्ध लडेर हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो समाजमा र हाम्रो देशमा, इभन यो संसारमा परमेश्वरको इच्छा पुरा गर्नको लागि, परमेश्वरको राज्य अझै शक्तिशाली रूपमा फैलाउनुको लागि हामीले स्वर्गीय स्थानमा हुने युद्धमा आत्मिक हात हतियारहरू धारण गरेर त्यो युद्धलाई हामीले जित्नै पर्छ। र त्यही कुरा अन्त्यमा हाम्रो अगाडि यो पृथ्वीमा फलस्वरूप देखिन्छ। विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा नै सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। त्यसो भए हामीले आज यो कुरालाई हामीले ठान्नुपर्छ, हाम्रो वरपर भइरहेको कुरा, हाम्रो जीवनमा भइरहेको कुरा होस् या हाम्रो परिवारमा भएको कुरा होस्, समाजमा भएको कुरा होस्, यदि त्यहाँ तपाईँले देख्दाखेरि ज्योतिको शक्तिले काम गरेको जस्तो देख्नुहुन्न, तर अन्धकारको शक्तिले त्यहाँ बढी काम गरेको जस्तो देख्नुहुन्छ भने अन्धकारको शक्ति सक्रिय भइरहेको छ भनेर हामीले बुझ्नुपर्छ। किनभने तपाईँ र मैले त्यो युद्धमा हामीले सहभागी लिएको छैनौँ। तपाईँ र मैले त्यो आत्मिक संसारमा स्वर्गीय स्थानमा हुने युद्ध हामीले लडिरहेको छैनौँ। यसैले गर्दा अन्धकारको शक्ति सक्रिय रूपमा हाम्रो समाजमा, हाम्रो वरिपरि देशमा काम गरिरहेको छ। यसैले तपाईँ यदि ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ धेरै जिम्मेवार बोकेको व्यक्ति हुनुहुन्छ। तपाईँ र म स्वर्गीय स्थानमा हुने युद्धको हामी सेनाहरू हौँ। वास्तवमा त्यो युद्धमा लड्ने हामी योद्धाहरू हौँ। हुनु त त्यो युद्ध आत्मिक संसारमा हुने युद्ध हो। हाम्रो शरीर त्यहाँ पुग्दैन, तर हाम्रो आत्मा त्यो संसारमा कन्ट्याक्टमा राखेर हामी त्यहाँ युद्ध लड्न सक्छौँ। जसरी हाम्रो फिजिकल बडीले यो फिजिकल संसारमा हामी कन्ट्याक्ट गर्छौँ। फर इक्जाम्पल, मलाई कुनै सामान पिक गर्नु पऱ्यो भने म हातलाई चलाउँछु, म देख्छु त्यो सामानलाई म पिक गर्छु। म कुनै पनि क्रियाकलाप गर्नु पऱ्यो भने मेरो शरीरलाई चलाएर म त्यो कुरा गर्नु सक्छु, किनभने मेरो शरीर यो फिजिकल वर्ल्डसँग कन्ट्याक्टमा छ। यसरी नै हाम्रो जुन चाहिँ आत्मा छ, जो हामी रियलमा हौ, त्यो आत्मालाई हामीले देखेको छैनौँ, त्यो आत्मा हामीले महसुस पनि गर्न सक्दैनौँ, तर त्यो आत्मा स्वर्गीय स्थानमा आत्मिक संसारमा त्यसले कन्ट्याक्ट राख्छ। हो, हामी शरीरमा यो युद्ध लड्दैनौँ, तर हामी आत्मामा परमेश्वरको प्रधान स्वर्गीयदूत माइकल स्वर्गीयदूत र उहाँको सेनाहरू हामी मिलेर अन्धकारको शक्तिसँग स्वर्गीय स्थानहरूमा हामी यो युद्ध लड्ने गर्छौँ। प्रकाश 12:7 यस्तो लेखिएको छ, अनि स्वर्गीयमा लडाइँ भयो। स्वर्गीयमा लडाइँ भयो भनेको चाहिँ आत्मिक संसारमा, स्वर्गीय स्थानमा, जहाँ अन्धकारको शक्तिहरू सक्रिय रूपमा छन्, जहाँ देवलासको राज्य चलिरहेको छ, त्यो स्थानमा लडाइँ भयो भन्छ। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। यसको मतलब अन्धकारको शक्ति देवलाससँग युद्ध गरे भन्छ, र अजिङ्गर र त्यसको दूतहरूले पनि युद्ध गरे। यो कुरा शारीरिक रूपमा हामीले सोचेर लिनु सक्दैनौँ, तर हामी आत्मा हौ र हामी परमेश्वरलाई आत्मामा चिन्छौँ, र यो युद्ध पनि आत्माले नै देख्छौँ र आत्माले नै हामी थाहा पाउँछौँ र आत्माले नै त्यो युद्ध लड्ने गर्छ। अब यो युद्धमा हाम्रो सहभागिता कसरी हुन्छ? हामीले आत्माबाट त गर्छौँ, तर हामी यो पृथ्वीबाट त्यो आत्मिक संसारमा हुने युद्धमा हाम्रो सहभागिता अथवा हाम्रो युद्ध लडाइँ कस्तो हुन्छ? यो कुराको बारेमा प्रभु येशूले स्पष्ट रूपमा भन्नुभएको छ। मत्ती 16:19 हामी पाउँछौँ, म तिमीलाई स्वर्गको राज्यको साँचाहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँध्नेछौ त्यो स्वर्गमा बाँधिनेछ, जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा पनि फुकाइनेछ। यो वचन जब हामी बुझ्छौँ, हामीलाई थाहा हुन्छ प्रभु येशूले वास्तवमा यो आत्मिक युद्धको बारेमा कुरा गरिराख्नु भएको थियो। यो हाम्रो जिम्मेवारको कुरा हो। हामी उहाँको चेला भएको छौँ, उहाँको राज्यको नागरिक भएको छौँ, उहाँको सन्तान भएको छौँ, छोराछोरी भएको छौँ। ख्रिस्टभित्र हामीले नयाँ आइडेन्टिटी, परिचय हामीले पाएको छौँ। अब हाम्रो काम के हो भने परमेश्वरले दिनुभएको हात हतियारलाई धारण गरेर हामीले अन्धकारको शक्तिहरूको विरोधमा
स्वर्गीय स्थानहरूमा हामीले युद्ध लड्नुपर्छ। अब त्यो कसरी लड्ने? प्रभु यीशुले यहाँ भन्नुभयो चाहिँ तिमीले पृथ्वीमा जे बाँध्छौ स्वर्गीयमा बाँधिनेछ। सुन्नुहोस्, तपाईँ र मैले यो पृथ्वीबाट नै त्यो स्वर्गीय स्थानमा हुने युद्धको लागि हामीले यहाँबाट शक्तिको वचनहरूलाई हामीले रिलिज गरेर बोलेर हामीले त्यहाँ युद्ध लड्नुपर्छ। जुन कुरा तपाईँ र मैले यहाँ बोलेर हामीले बाँधेको छौँ त्यो आत्मिक संसारमा पनि बाँधिन्छ, र जुन कुरा तपाईँ र मैले यस पृथ्वीमा बोलेर हामीले फुकाएको छौँ नि त्यो कुरा आत्मिक संसारमा अथवा स्वर्गीय स्थानमा फुकाइन्छ। त्यसो भए तपाईँ र मैले विचार गरौँ, हरेक दिन हामीले बोल्दाखेरि अन्धकारको शक्तिलाई बढी रिलिज गरिरहेको छौँ या हामीले ज्योतिको शक्तिलाई रिलिज गरिरहेको छौँ? यदि हामीले ज्योतिको शक्तिलाई रिलिज गरेको छैनौँ, हाम्रो मुखमा खालि अन्धकारको शक्ति, नकारात्मक कुरा, मृत्यु ल्याउने, हानि नोक्सानी गर्ने, बिगार्ने, अशुद्ध पार्ने कुराहरू मात्रै हामी रिलिज गर्दैछौँ भने स्वर्गीय स्थानमा त्यो आत्माहरू, त्यो शक्तिहरू झन सक्रिय रूपमा बढिरहेको छ। अनि जब त्यो हुन्छ हामीले त्यसको फलस्वरूप देख्न पाउँछौँ हाम्रो जीवनमा, परिवारमा र समाजमा, इभन देशमा पनि त्यसको ठुलो प्रभाव र त्योबाट हुन सक्ने घाटाहरू अन्तिममा तपाईँ र हामीले नै भोग्नुपर्ने हुन्छ। यस कारणले गर्दा हामीले हाम्रो यो बोलिने शब्दहरू, बोलीहरू, जुन कुरा हामीले मुखदेखि रिलिज गर्छौँ अथवा मुखदेखि हामीले निकाल्छौँ, यो कुरामा हामी धेरै होसियारी हुनुपर्छ। हामीले ज्योतिको शक्तिलाई रिलिज गर्नुपर्छ, अन्धकारको शक्तिलाई हामीले बान्नुपर्छ। जब तपाईँलाई थाहा हुन्छ यो पृथ्वीमा कुनै पनि घटनाहरू, जुन कुरा असुहाउँदो तपाईँले देख्नुहुन्छ, जुन कुरा असहज तपाईँले देख्नुहुन्छ, जुन कुरा तपाईँलाई लाग्दैन कि यो ज्योतिको शक्तिबाट अथवा ज्योतिको प्रभावबाट हो भनेर तपाईँ र मैले थाहा गर्नुपर्छ। आत्मिक संसारमा त्यो कुरालाई हामीले बानेको छैनौँ, हामीले बान्नुपर्छ। फर एक्जाम्पल, तपाईँको परिवारमा खालि बिरामी मात्रै हुन्छ, तपाईँको परिवारमा खालि झगडा मात्रै हुन्छ, तपाईँको परिवारमा खालि अशान्तिको कुरा, नराम्रो कुरा मात्रै बढी आइरहेछ भने विचार गर्नुहोस्, हामीले आत्मिक संसारमा, स्वर्गीय स्थानमा त्यो आत्माहरूलाई बाँधेको छैनौँ। तपाईँ र मैले त्यो झगडाको आत्मालाई, त्यो रोग र अस्वस्थताको, विरामको आत्मालाई हामीले त्यो आत्मिक संसारमा बाँध्नुपर्छ। येशूको नाममा म यो झगडाको आत्मालाई मेरो परिवारमा भइरहेको कुरालाई म स्वर्गीय स्थानमा म बान्छु भन्नुहोस्। तपाईँले भन्नुहोस् मेरो परिवारमा भइरहेको यो रोगहरू, यो बिरामहरू, दीर्घ रोग, अल्प रोगहरूलाई म स्वर्गीय स्थानमा म बान्छु भन्नुहोस्। किनभने रोग र बिराम र यो झगडाहरू कहिले पनि ज्योतिबाट बग्दैन, यो अन्धकारबाट नै बग्छ। तर किन हाम्रो अगाडि हामी त्यो देख्छौँ? किन त्यो कुराहरू हाम्रै परिवारमा देख्छौँ? किनभने तपाईँ र मैले ज्योतिको शक्तिलाई रिलिज गरेको छैनौँ र हामीले अन्धकारको शक्तिलाई बाँधेको छैनौँ। फेरि यहाँ प्रभु यीशुले अर्को ठाउँ पनि भन्नुभएको छ, म साँच्चै तिमीलाई भन्दछु, तिमीले पृथ्वीमा जे बाँध्छौ त्यो स्वर्गीयमा बाँधिनेछ र तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गीयमा फुकाइनेछ। प्रभु यीशुले एक ठाउँ होइन, यो दुई ठाउँ कुरा गर्नुभएको छ। कुनै पनि कुरा जब दुईपल्ट भनिन्छ हामीले विचार गर्नुपर्छ महत्त्वपूर्ण कुरा छ त्यो भनेर। त्यही भएर प्रभु यीशुले हामीलाई देखाउनु खोज्दै हुनुहुन्छ, हाम्रै हातमा छ यो पृथ्वीमा हामी के हुनु अनुमति दिने, हाम्रो घरमा, हाम्रो समाजमा, देशमा, यो संसारमा हामीले केलाई अनुमति गर्ने, केलाई हामीले अनुमति नदिने, बान्ने केलाई फुकाउने, त्यो अधिकार र अनुमति परमेश्वरले हामीलाई दिनुभएको छ, उहाँको चेलाहरूलाई। र तपाईँ र मेरो जिम्मेवार हो यो आत्मिक योद्धा भएर आत्मिक संसारमा हुने युद्धमा हामीले सक्रिय रूपमा भाग लिनै पर्छ। रोमी 4:17 पनि यो कुरा हामी पाउँछौँ, उहाँले मरेकोहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। वास्तवमा यो पृथ्वी जो अस्तित्वमा छ यो परमेश्वरले रिलिज गरेर, बोलेर, फुकाएर अदृश्यबाट अस्तित्वमा नभएको कुरालाई दृश्यमा, अस्तित्वमा उहाँले ल्याउनु भएको छ। यो शक्ति सृष्टिबाट नै हामी देख्न सक्छौँ। परमेश्वरले जब अँध्यारो देख्नुभयो, उहाँले अँध्यारो देख्नु बित्तिकै ज्योतिको शक्ति रिलिज गर्नुभयो। उहाँले भन्नुभयो अब यहाँ ज्योति होस्। तपाईँले जब समस्या देख्नुहुन्छ, समस्यालाई नबढाउनुहोस्, समस्याको विषयमा तपाईँले चर्चा नगर्नुहोस्, बढी समस्याको विषयमा बढी तपाईँ मनन नगर्नुहोस्। तपाईँले एउटै कुरा गर्नुपर्छ त्यति बेला, यो कुरा मैले स्वर्गीय स्थानमा बान्नुपर्छ र ज्योतिको संसारबाट मैले यसको समाधानलाई रिलिज गर्नुपर्छ भनेर। तब मात्रै तपाईँ र मेरो जीवनमा फल हामी देख्न सक्छौँ।